हेलो साथीहरू सबैजनालाई नमस्ते। फेरि पनि मेरो मिनी ब्लगमा आज म चाहिँ पोर्कको अचार बनाउन गइरहेको छु। हेर्नु अचारको लागि सामान हेर्नु साथीहरू, अहिलेको अचार चाहिँ यस्तो भइसकेको छ। यसमा चाहिँ मैले पोर्कको मासु, त्यसपछि यसमा अलिअलि प्याज हाल्छु, त्यसपछि यसलाई म मिक्स गर्छु है। कस्तो देखिँदो रहेछ, धनियाँ रहेनछ, फेरि धनियाँ भएको भए राम्रो हुन्थ्यो, तर के छैन, यसरी नै मिठै हुन्छ। फर्स्ट टाइम ट्राई गर्दैछु, कस्तो हुन्छ थाहा छैन होइन, अलिक खाएपछि नै थाहा हुन्छ यो कस्तो बन्यो, मिठो छ कि छैन। हेर्दा त खाइहालौँ जस्तो भएको छ होइन, चाहिँ रहेको छ पोर्कको अचार। त्यो बोसोधरि छ यहाँ। यो चाहिँ खाएपछि नै भेटौँला हस्। खाना नि हालिसकेँ, खाना हालेर नि हेर्नुहोस्, यहाँ चाहिँ रहेको छ साग, पोर्कको अचार, सलाद, भात, माथि घिउ, साइडमा रहेको छ दाल। ल यही नै मेरो मिनी ब्लग कस्तो लाग्छ।